पहिला स्कुल पढ्दाखेरि चाहिँ मैले आफैले मनमा नै मन पराएको एउटा केटा थियो कि मैले मात्रै मन पराएको उसले फुटे आँखाले पनि हेरिदिन्थ्यो कि मलाई अनि उसले फुटे आँखाले नहेरे पनि आफूलाई चाहिँ परले मन परिरहेको नि अनि मलाई म्याथ र साइन्स पढ्न नआएर स्कुल जान मन नलागे पनि उसलाई हेर्न भने पनि जान पर्ने कि स्कुल चाहिँ अनि ऊ स्कुल आछ भने चाहिँ मलाई कस्तो रमाइलो लाग्ने फुर 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 भएर नाचिरहन मन लाग्ने कि नाच्न त्यति आउँदैन थियो मलाई त्यतिखेर कति रमाइलो लाग्ने दसैँ आयो भन्दा पनि चर्को कि आमा अनि मैले मन पराएको केटो आइरहेको छ भने अनि अहिले आएर थाहा भयो त्यसलाई वान साइड लभ भन्दो रहेछ है बिचरा उसलाई चाहिँ थाहै छैन उसलाई कसैले मन पराइरहेछ भनेर तर मैले चाहिँ उसलाई मनमा नै मन पराएको नि अनि त्यतिखेर चाहिँ मैले तिमीलाई मन पराउँछु भन्न पा भए पनि अहिले के हुन्थ्यो होला भनेर सोच्ने गरेको कि भन्दै नभनिकन भित्रभित्रै मन पराएर अर्कै केटासँग बिहे भएर अहिले मेरो छोरी पनि भइसक्यो है अब त्यसरी मनमा नै मन पराएको केटाहरू कता पुगे बिहे गरेर बच्चा पनि भइसक्यो होला कसैको त विदेशतिर पुगिसक्यो होला नि कोही के गर्दै होला नि मलाई थाहा पनि छैन नि त खोजी नीति गरे पनि छैन तिनीहरू कता कता पुगेको नि केही पनि अब पकाउँदै गर्दाखेरि मलाई त्यो कहानीको याद आयो अनि मैले साथीहरूलाई भनिदिइहालेँ कि त्यो कहानीहरू कस्तो मनपर्छ नि त तपाईँहरू सबैजनालाई नि त्यही भएर भनिदिएको मैले साँच्ची नै भन्ने गरेछ